안녕하세요. 이제 수업을 시작합시다. अब हामी क्लास सुरु गर्नेछौँ। ओनुरुन सासिबको आज चाहिँ 40 च्याप्टर छ। 40 च्याप्टरमा फोम्यन हेर्यो भने चाहिँ प्लास्टिक खोमु संयङ हैन त भनेको प्लास्टिकको चाहिँ प्लास्टिक खोमु प्लास्टिक र खोमु गर्यो भने रबर्ट भयो। प्लास्टिक रबर्टको संयङ गर्यो भने चाहिँ मोल्डिङ भनेको चाहिँ आकृति। हामीले अब कच्चा पदार्थबाट चाहिँ कुनै एउटा बोतलहरू बनाउने, कुनै ड्रमहरू बनाउने त्यो हैन आकृति दिने कुरा चाहिँ के हो? संयङ हो है। ल आजको छेमक चाहिँ प्लास्टिक खोमु संयङ। प्लास्टिक र रबर्टको मोल्डिङ गर्ने आकृतिहरू जस्तै यो प्लास्टिकको यो ड्रमहरू के अरे जर्किन टाइपको बनाएको छ नि हैन, यो आकृति चाहिँ यो यसलाई भन्छ संयङ। ल अब हेरौँ यहाँ भित्रको कन्भर्सेसनको अलिकति एउटा पार्ट छुट्याइदिएको छ। के रहेछ भने भन्दा फुल्याङी फाल्सेङ एसायो भनेको फुल्याङ फुल्याङ भनेको के त जुन कुरा आउनु पर्ने थियो त्यो कुरा चाहिँ नआउनु चाहिँ फुल्याङ हो नि त हैन, भनेको बिग्रिनु है। त्यो नराम्रो कुरा जस्तै टुटफुट कुराहरू चाहिँ उत्पन्न भयो निक्लियो भनेर भन्दाखेरि फेरि अर्कोले भनेको छ ओन्दोगा नमु नोफुन्गा भयो भनेको तापक्रम चाहिँ एकदमै नोफुन्गा भयो धेरै भए जस्तो छ है। आजको ग्रामर पनि यही हो। यहाँनिर अहिले हेऱ्यो भने उन ना बायो अथवा उन्युन ना गा बायो है, यो चाहिँ एको जस्तो छ जस्तो छ भनेर भन्ने जस्तो। ओन्दोगा नमु नोफुङ्गा भयो भनेको यो फुल्याङ आउनुको कारण चाहिँ तापक्रम चाहिँ एकदमै धेरै भएर जस्तो छ। ओनुरुल छोजल ओन्दोरुल छोजल आशय भनेको टेम्परेचर चाहिँ के गर्नुहोस् त छोजल आधा भनेको मिलाउनुहोस् भनेर भनेको छ। तल यसको मुनपबमा हेऱ्यो भने चाहिँ यहाँ दिएको कुरा चाहिँ के हो भने उन्युन थेसिने हैन को सट्टामा हैन डट यसको सट्टामा त्यसको सट्टामा भन्छ नि, को सट्टामा चाहिँ उन्युन थेसिने हो भने अब ना बोदा हैन ना बोदालाई फुवायो अथवा उन्युनका फुवायो गर्यो भने अघि आएको थियो नि हैन, त्यो चाहिँ छ जस्तो छ अथवा एको जस्तो छ भन्ने बेलामा चाहिँ यो ग्रामर युज हुन्छ। अहिले हामी हेर्नेछौँ। औईमा हेऱ्यो भने होनाप गर्यो भने के हो? मिश्रण गर्ने हैन, मिसाउने तथा छुकचङ गर्यो भने चाहिँ नाप्ने मापन गर्ने ख्वानल्यान औईसँग सम्बन्धित हुने मिनिङहरू छ। छेफुम फुल्याङ ख्वानल्यान औई यहाँ चाहिँ फेरि छेफुम फुल्याङ भनेको के त सामान चाहिँ जुन निक्लिनु पर्ने हो त्यो चाहिँ फुल्याङ गलत कुरा निक्लिने कुरालाई चाहिँ सँग सम्बन्धित हुने औईको बारेमा छ है त। ल मुनुवा वा छङ्मोमा हेऱ्यो भने छिनवानग्यङ एनर्जी गर्यो भने चाहिँ पर्यावरण मैत्री ऊर्जा हैन त। पर्यावरण मैत्री भनेर भन्छ नि, पर्यावरण मैत्री भनेको वातावरणलाई असर नगर्ने पर्यावरण मैत्री एनर्जीको बारेमा चाहिँ इको फ्रेन्डली एनर्जी भन्छ नि हैन, पर्यावरण मैत्री एनर्जी ऊर्जाको बारेमा चाहिँ हामीले आज हेर्नेछौँ। हाक्सुप मुख्य पढाइको उद्देश्य यो च्याप्टर हो। 40 च्याप्टर पढेर बुझाउन खोजेको कुरा चाहिँ के हो भनेर भन्दा होनापका छुकचङ भनेको मिश्रण र मापन गर्ने कुरामा फिवान आवश्यक पर्ने अभिव्यक्ति चाहिँ सायङहाल सुविधा प्रयोग गर्न सकिन्छ। त्यसपछि फुल्याङ फाल्सेङे थे भनेको फुल्याङ आधा भनेको के त गल्ती आउनु हैन, त्यो चाहिँ जुन कुरा आउनु पर्ने हो बिग्रेको कुराहरू चाहिँ उत्पन्न भएको बेलामा चाहिँ मुद्गो सोध्ने र थेदापाल सुविधा एन्सर गर्न सक्ने कुराहरूको बारेमा चाहिँ छ। ल अब हेरौँ यहाँ औईमा हेऱ्यो भने होनाप मित छुकजङ ख्वानल्यान औई। होनाप भनेको मिश्रण तथा छुकजन भनेको चाहिँ मापन गर्नेसँग सम्बन्धित मिनिङहरू छ। अब हेरौँ यहाँ सबभन्दा पहिला वन्जेर्यो भनेको चाहिँ कच्चा सामग्रीहरू भयो है, कच्चा सामग्रीहरू है। त्यसपछि छमगाजे गर्यो भने चाहिँ के त त्यहाँ थप्ने कुराहरू जस्तै यो कच्चा पदार्थलाई जस्तै यो सेतो छ भने यसलाई चाहिँ अब हामी कुन पहेँलो बनाउनु पर्यो अथवा कुनै आकृति दिनु पर्यो, त्यसमा चाहिँ के कुराहरू केमिकलहरू अथवा के कुरा रङहरू चाहिँ हाल्नु पर्यो भने त्यस्तो हाल्ने पदार्थलाई चाहिँ भनिन्छ के हो? छमगाजे भनेर भन्छ, थप्ने पदार्थ है। त्यसपछि अर्को छ
हुनाप्की भनेको चाहिँ अब मिसिनमा हालेर मिसाउने कुरा, हुनाप्की मिश्रण गर्ने कुरा चाहिँ हुनाप्की भयो। मिश्रण गर्ने कुरा होइन, मिक्स गर्ने मिसिन, गी आएको छ नि त होइन, खिगेको कि, त्यसकारण मिक्सचर भयो। ल अब हेरौँ यहाँ छुकचङ आधा भनेको मापन गर्ने विषयको बारेमा मिनिङहरू के छ। अब हेर यहाँ छप्सी चौल भनेको, छप्सी भनेको प्लेट हो नि त, प्लेट तराजु भनेको यहाँ माथिपट्टि चाहिँ राख्ने कुरा यस्तो छ, त्यसकारण यसलाई छप्सी चौल भनेर भन्दा रहेछ। ल तल हेर छन्जा चौल भन्यो भने चाहिँ इलेक्ट्रिक है, यो चाहिँ इलेक्ट्रिक के भन्छ इलेक्ट्रिक तराजु भयो। अर्को मुगेरुल छेदा तौल नाप्नु अथवा छुङन्याङल छुकजङ आधा भनेको त्यो पनि तौललाई मापन गर्नु भने हो, सेम एउटै हो। मुगे भन्नु र छुङन्याङ भन्नु एउटै हो, छेदा र छुकजङ आधा भनेको त्यो नाप्ने मापन गर्ने कुरा हो। अब हेर यहाँ खारो गर्यो भने चाहिँ तेर्सो, सेरो गर्यो भने चाहिँ ठाडोको कुरालाई चाहिँ सेरो खारो भनेर भन्छ। के अरे सेरो खारो, सेरो भनेको ठाडो, खारो भनेको तेर्सो। ल अब हेर तल छा भनेको स्केल भइहाल्यो, छुल्जा भनेको चाहिँ यस्तो टेप भइहाल्यो। फनिय खेल्ली फस्सु भनेको चाहिँ अब यो पनि नाप्ने नै हो, यसले चाहिँ छौवा कागे, यो चाहिँ ठ्याक्क नापेर लक गरिसकेपछि जति हो त्यति नै ठ्याक्कै देखिन्छ नि त, यसलाई भन्छ फनिय खेल्ली फस्सु भनेर भन्छ। अब यतापट्टि हेरौँ खिरिरुल छुकजङ आधा भनेको हो, खिरी भनेको के हो त, खिरी भनेको लम्बाइ है, लम्बाइलाई चाहिँ अब के गर्ने भनेर भन्दा छुकजङ आधा भनेको अघि यहाँ के नाप्ने भनेको छ नि होइन, लम्बाइलाई चाहिँ मापन गर्नु नाप्ने भनेको छ। ल अब अर्को तल आयो फ्युल भनेको के हो, अनुपात भइहाल्यो। त्यसपछि आएर थुइप आधा भनेको चाहिँ समावेश गर्नु अथवा राख्नु भन्ने अर्थ चाहिँ आउँछ है। ल अब माथिबाट हामी एकचोटि तारासे गरौँ। तारासे वन्जेर्यो छम्गाजे हुनाप्गी तारासे छप्सी चौल छन्जा चौल मुगेरुल छेदा छुङन्याङुल छुकजङ आधा तारासे खारो सेरो छा छुल्जा फनिय खेल्ली फस्सु खिरिरुल छुकजङ आधा तारासे फ्युल थुइप आधा। ल यो मिनिङहरू राम्रोसँग कण्ठ गरौँ, मिनिङ कण्ठ भयो भने यो हामीले यो मिलाउन त कुनै गाह्रो नै भएन है त। ल अब यहाँ दिएको छ ख्वाङ्गे इन्दोन गसुल सम्बन्ध भएको कुरालाई चाहिँ यन्गे लागो जोडा मिलाएर चाहिँ फोकी वा खाची मुन्जाङ्गल सुसे वाक्यसँग उस्तै कुरा चाहिँ लेख्नुहोस् भनेर भनेको छ। अब हेरौँ सिम्पल तरिका यो चाहिँ मुगे छ, यो चाहिँ खिरी छ, तौलिने र लम्बाइ नाप्ने कुराको विषयमा छ। अब स्केलले के गर्छ त, खिरी नाप्छ, लम्बाइ नाप्छ, यसले पनि के गर्छ लम्बाइ नाप्छ, यसले के गर्छ तराजुले मुगे छेदा गर्छ, यसले पनि के गर्छ यो खिरी गर्छ, यसले पनि के गर्छ मुगे गर्छ, यस्तो हो। त्यसो भए अब यहाँ पहिलामा छाले चाहिँ मुगे हेरौँ यहाँ छारो खिरी खिरिरुल छेयो गरेको छ नि, स्केलले चाहिँ लम्बाइ चाहिँ नाप्छ भनेको छ। त्यसो भए यो पनि छुल्जा, छुल्जाले नि के गर्छ त, त्यसो भए छुल्जारो छुल्जाले के गर्छ खिरी खिरिरुल छेयो, बुझ्नुभयो नि, सिम्पल केही छैन। ल त्यसपछि तल आयो छौल, यो के हो छन्जा चौल हो नि त होइन, इलेक्ट्रिक तराजु। त्यसो भए छन्जा छौल छन्जा छौल लो रियुल भाषामा आएपछि लो भयो, लो के गर्छ त मुगेरुल छेयो, मुगे चाहिँ वेट चाहिँ के गर्छ नाप्छ। फेरि अर्को आयो तल के छ तेस्रोमा के अरे यो फनिय खेल्ली फस्सु फनिय खेल्ली फस्सु फनिय खेल्ली फस्सु रो के गर्छ त, यसले पनि खिरी खिरिरुल छेयो, नाप चाहिँ नाप्छ। ल अर्को आयो यो छप्सी छौल होइन त, छप्सी छौल छौलले के गर्छ, छप्सी छौलले के गर्छ भनेर भन्दा छौलो के गर्छ, छप्सी छौलो मुगेरुल छेयो,
मुगे를 재요. तौल चाहिँ नाप्छ भनेको कुरा है त। ल यसरी चाहिँ हामीले गर्न सकिन्छ। आयो अर्को कुरा मुनपप। मुनपपमा हेर्यो भने उन्नुन थेसिने भनेको को सट्टामा यसको सट्टामा डट 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 को सट्टामा डट डट को सट्टामा भनेपछि अब यहाँ हेर हो नुन थेसिने चाहिँ थोङसाए पुच्छ क्रियामा टाँसेर थोङसाए पुच्छ क्रियामा चाहिँ टाँसेर आप छरे अगाडिको वाक्यको कार्यलाई ह्यङविरिल कार्यलाई चाहिँ हाजी आङको नगरिकन अगाडि आउने वाक्यको कार्यलाई चाहिँ नगरिकन थुइ जरे ह्यङविरो पछाडि वाक्यको कार्यमा चाहिँ फाकुव हामुल नाथानेन्दा चेन्ज हुने कुरालाई चाहिँ के अरे जनाउँछ। त्यो कुरालाई चाहिँ पछाडि आउने सेन्टेन्सलाई चाहिँ जनाउँछ अरे। जस्तै हेरौ माङछिरो थुदुरिनुन थेसिने पहिला आउने त्यसको सट्टामा भने नि को सट्टामा चाहिँ ड्राइभरो छोयो बस्यो ड्राइभले चाहिँ पेज कसले चाहिँ के हो छोइदा भनेको कसेर हेर्नुहोस् भनेको। यहाँ भने चाहिँ अगाडि आउने कार्यलाई चाहिँ हाजी आङको नगरिकन पछाडि आउने कार्यमा चाहिँ फाकुवा आमुल नातानिन्दा भनेको चेन्ज भएको कुरालाई चाहिँ देखाउँछ अरे। जस्तै तल हेर ओनुल छारा सिरुल मोत मान्नानुन थेसिने आज चाहिँ छाराजीलाई चाहिँ भेट्न नसकेको कारणले हैन छुमारे मान्नागिरो यसयो सप्ताहमा चाहिँ भेट्ने योजना गरे। ल तल हेरौँ युगाते खोयाङ खानुन देसिने बिदाको बेलामा चाहिँ जन्म ठाउँमा जानुको सट्टामा खानुन देसिने जाने सट्टामा चाहिँ थोङ्यो दुल्गा यङल कार्यको हाम्निदा सहकर्मीहरूसँग भ्रमण चाहिँ जाने विचार छ जाने हो। ल यो चाहिँ नुन देसिन भयो भने अर्को हेर तल यो चाहिँ क्रिया थोङसामा टाँसेर भनेको छ जोडिएर भनेको छ। तल चाहिँ म्यङसा वा हाम्के साङ हाल्थेन म्यङसासँग जोड्ने बेला के हुन्छ त भनेर भन्दा अघि खिजने यस्तो जस्तै उन्युन छने जस्तो हुए जस्तो यो हटाएर चाहिँ म्यङसासँग चाहिँ म्यङसा डाइरेक्ट अनि के हो थेसिने खुसङ्ग्रोमा चाहिँ साङ हाम्निदा भनेको डाइरेक्ट थेसिनेमा चाहिँ प्रयोग हुन्छ। ल तल हेरौँ छल्तान खावी थेसिने भनेको काट्ने कैँचीको सट्टामा भनेको फलाम काट्ने कैँचीको सट्टामा चाहिँ छन्की छल्तानकी रुल साङ्गे बस्यो भनेको विद्युतीय छल्की छल्तानकी रड काट्ने मेसिन चाहिँ छन्की छल्तानकी चाहिँ के अरे प्रयोग गरेर हेर्नुहोस् भनेको छ। तल छ नेरो निचानान्सी थेसिने भोलि चाहिँ निचानान्जीको सट्टामा यो डाइरेक्ट म्यङसासँग जोडिरहेको छ नि होइन को सट्टामा चाहिँ छाराजीले चाहिँ होनाप छागबुल भनेको होनाप भनेको के अरे मिश्रणको काम होइन त होनाप छागबुल हाल गयो भनेको भोलि चाहिँ निचानान्जीको सट्टामा छाराजीले चाहिँ यो मिश्रणको कामहरू चाहिँ हाल गयो गर्नेछ भनेको कुरा है त। ल अब हेरौँ यहाँनिर डाइरेक्ट नुन थेसिने छ नि होइन त्यो भएको कारणले अब हामी म्यङसा आयो भने चाहिँ थेसिने मात्र भयो अर्को आयो भने चाहिँ क्रिया आयो भने चाहिँ डाइरेक्ट के हो नुन थेसिने। ल एकचोटि हामी के छ एकचोटि हेर्नेछौँ आलमाजुन घसुल खोल्ला फोगिवा खाची मुन्जाङ्गल वान्साङ हाँस्यो वाक्य चाहिँ के गर्नुहोस् पुरा गर्नुहोस् भनेको छ। छारो छेदा छा भनेको स्केलले नाप्नु माङछिरो फाक्दा हमरले ठोक्नु थप्केरुल थपनोद्दा तिरपालले छोपेर राख्नु हेन्दु खादुरो ओम्गिदा भनेको हेन्दु खादु भनेको हेन्दु गाडेले चाहिँ के गर्नु ओम्सार्नु हाते गाडाले चाहिँ ओसार्नु। अब हेरौँ खिरिरुल छङ्गाके छे आनिका भनेको लम्बाइ चाहिँ स्पष्ट गरी त्यो चाहिँ नाप्नु पर्ने भएको कारणले छारो छेनुन थेसिने छाले नाप्नेको सट्टामा चाहिँ फनिय खेलिफसरो छुङजन आशय भनेको छुकचङ आशय भनेको फनिय खेलिफसले चाहिँ मापन गर्नुहोस् भनेको छ। मैले भने नि हो फनिय खेलिफसु भनेको चाहिँ त्यो ट्याक्क जति हो त्यति साइजमा राखेर टाइट गरेपछि त्यो त हल्लिँदैन नि त स्पष्ट आउँछ कि है। छा भनेको स्केल त अलिअलि सर्न सक्छ नि त त्यही भएर यसमा चाहिँ स्पष्ट आउँछ त्यसले चाहिँ के गर्नुहोस् मापन गर्नुहोस् भनेको छ। इग नमु मुगौनिका यो चाहिँ एकदमै गरुको भएको कारणले छिगे छारो उन्मान आशय हो छिगे छाले चाहिँ ओसार्नुहोस् त्यसो ओसार्ने कुरा अघि के भनेको थियो यहाँ हेन्दु खादुरो ओम्गिनुन थेसिने है। ल
엔두 카드로 게다 옮기다 뭐라 옮기는 대신에 옮기는 대신에 지게차로 운반하세요. 지게차ले चाहिँ के गर्नुहोस् ओसार्नुहोस् भनेको। 2 नम्बरमा हेरौँ इगन नासा मोसिनिका यो चाहिँ नासामोत भएको कारणले यो चाहिँ नासामोत भएको कारणले ड्राइभर छोया थियो भनेको ड्राइभले चाहिँ पेच कसले चाहिँ कस्नुपर्छ त्यसो भए के त मान्छेले ठोकेर हुँदैन पेच कसले गर्नुपर्छ त्यसो भए मान्छेरो के त 박는 대신에 ड्राइभरो छोया थियो ड्राइभले चाहिँ के गर्नुपर्छ कस्नुपर्छ भनेको छ 3 번 3 नम्बरमा हेरौँ फिगा मानी ओल्क गाथुनिका पानी चाहिँ धेरै आउला जस्तो लागेको कारणले छेफुमुल सामानलाई चाहिँ के गर्नुपर्छ थपकेरोल थप नन्नुन थपकेरो थप 놓는 대신에 भनेको पानी चाहिँ आउला जस्तो लागेको कारणले छेफुमुल सामानलाई चाहिँ थपकेरो थप नोन्नुन 대신에 त्रिपालले छोप्नु सट्टामा चाहिँ मोदु छाङको आनुरो सबै चाहिँ गोदाम भित्रमा छाङको भने गोदाम आनुरो भित्रमा चाहिँ ओम्गिनुन गे छोकेसयो सार्ने कुरा चाहिँ के हुन्छ राम्रो हुन्छ भनेको छ ल अब यहाँ बाहिर राख्दा सबै त्रिपालले छोप्नु पर्यो त्यो भन्दा चाहिँ डाइरेक्ट गोदाममै लगिदिँदाखेरि चाहिँ राम्रो हुनेछ भनेको छ है त ल यसरी चाहिँ गर्न सकिन्छ तल हेरौँ यो 2 नम्बरमा खुरिमुल भोगो फोगी वा खाची मुन्जाङल वानसाङासे वाक्य चाहिँ पुरा गर्नुहोस् भनेको छ यो अब छप्सी चौल भयो यो छन्जा चौल भयो हैन त अब हेर यहाँ छप्सी चौल थेसिने त्यसको सट्टामा चाहिँ अब म्यङसासँग आयो भने त डाइरेक्ट थेसिन मात्र हो नि त हैन के हो छन्जा चौलो चुङयाङ आशय भनेको छन्जा चौलले चाहिँ के गर्नुहोस् वेट चाहिँ नाप्नुहोस् भनेको छ यो पनि के हो छा थेसिने पनिय खल्फी खेल्ली फसुरो के गर्नुहोस् खिरीरुल छुकजङ आशय मापन गर्नुहोस् त्यसो भए कसरी भन्ने छा लेखेर डाइरेक्ट के हो थेसिने छा थेसिने पनिय खेल्ली फसुरो छा थेसिने पनिय खेल्ली फसुरो खिरीरुल छुकजङ आशय भनेको यसले चाहिँ के गर्नु लम्बाइलाई चाहिँ मापन गर्नुहोस् भनेको फेन्ची थेसिने फेन्चीको सट्टामा निफले चाहिँ के गर्नुहोस् छलछारुल छारुसियो तारलाई चाहिँ काट्नुहोस् त्यसो भए कसरी भन्ने फेन्ची थेसिने निफरो यहाँ रो यहीँनिर छ रहेछ है छलछारुल छारुसियो निफले चाहिँ तार काट्नुहोस् अब यो के हो सुफेन थेसिने 5 पुरेन्ची हो नि त हैन त्यसकारण सुफेन थेसिने के हो 5 पुरेन्ची 5 रेन्चिरो बोल्थुरुल छोइसयो बोल्ट चाहिँ के गर्नुहोस् कस्नुहोस् भनेको छ ल एकदम सजिलो छ नि हैन म्यङसासँग आउँदा चाहिँ के हो डाइरेक्ट थेसिने युज गर्ने हो के है त ल थेवाइलमा हेर्यो भने छारा र माधु दुई जनाको कुराकानी छ छाराले भन्छ माधुसी होनाप्गिए भनेको मिक्सचरमा चाहिँ नन्नुन वन्जेरो भनेको हाल्ने कच्चा सामग्री चाहिँ छुङन्याङ छेस्सयो भनेको त्यसको त्यो वेट चाहिँ नापिसक्यो भनेर भन्दाखेरि माधुले भन्छ छिगुम छुकजङ हार्यो गयो अहिले चाहिँ म नाप्न लागेको हो मैले चाहिँ अहिले अब नाप्न लागेको हो नाप्ने विचार छ भनेको है नाप्ने हो भनेको फेरि छाराले भन्छ र्यगो हादा भनेको ने हो नि त हैन त्यसकारण छाराले भन्छ छुङन्याङी छङवा गागे
정확해야 되니까 वेट चाहिँ एकदम स्पष्ट गरी गर्नुपर्ने भएको कारणले छप्सी छौलो छेनुन धेसिने भनेको त्यो के भन्छ प्लेट भएको त्यो तराजुले नाप्नुको सट्टामा चाहिँ छन्जा छौलो छुक्जङ आसे हो छन्जा जौलले चाहिँ मापन गर्नुहोस् भनेर भनेको छ। अनि माधुले भन्छ ने हजुर हुन्छ वन्जेरियो छुङ्न्याङ्गल छेगो नास भनेको कच्चा सामग्रीहरू चाहिँ कच्चा सामग्री चाहिँ वेट गरेर गरेपछि चाहिँ 첨가제 비율을 확인하면 되지요। 첨가제 भनेको अघि नै भने के भनेको मिश्रण गर्ने पदार्थ हैन त त्यहाँ अब त्यसमा मिसाउनु पर्ने सामान चाहिँ पहिला कच्चा सामग्री हाल्ने त्यसपछि के मिलाउने हो त्यो सामग्रीको अनुपात चाहिँ चेक जाँच गर्यो भने हुन्छ नि हैन भनेर भन्दाखेरि छाराले भन्छ 맞아요 हो 그런데 तर 혼합기 청소도 중요해요। अरु भन्दा 혼합기 मिक्सर सफा गर्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ। 혼합기가 깨끗하지 않으면 혼합기 चाहिँ सफा भएन भने चाहिँ 원하는 색이 나오지 않아요। आफूले चाहेको कलर चाहिँ निस्किदैन। 그럼 फेरि माधुले भन्छ 그럼 त्यसो भए 혼합기 청소 먼저 할게요। त्यसो भए म त्यसो भए यो 혼합기 मिक्सर मेसिन नै पहिला के गर्नेछु सफा गर्नेछु भनेर भनेको छ। ल माथिबाट 따라하세요। 마두씨 혼합기에 넣은 원재료의 중량 쟀어요? 지금 측정하려고 해요. 중량이 정확해야 되니까 접시 저울로 재는 대신에 전자 저울로 측정하세요. 네, 원재료 중량을 재고 나서 첨가제 비율을 확인하면 되지요. 맞아요. 그런데 혼합기 청소도 중요해요. 혼합기가 깨끗하지 않으면 원하는 색이 나오지 않아요. 그럼 혼합기 청소 먼저 할게요. ल हुन्छ यो कन्ठै गर्नु होला है कन्ठ गर्नै पर्छ। ल हेरौँ 제시된 표현을 활용하여 대화해 보세요। कुराकानी गरेर हेर्नुहोस् भनेर भनेको छ। अब यो के हो फनिय 캘리퍼스 हो नि त नाम पनि कति गाह्रो छ। अब हेरौँ यहाँनिर 길이를 재다 लम्बाइ नाप्ने छारो 재다 स्केलले नाप्ने फनिय 캘리퍼스ले फनिय 캘리퍼스 भनेको छ हैन फसु भनेको छ। अब हेरौँ यसमा यसले भन्न खोजेको कुरा चाहिँ के छ एकचोटि हेरौँ। मुसुन 작업을 할 거예요 के काम गर्ने हो भनेर भन्दा 부품의 길이를 재다 गर्छ नि 길이를 재려고 해요 नाप्ने हो लम्बाइ नाप्ने हो पार्ट्सको। 그럼 त्यसो भए छारो 재는 대신 त्यसो भए स्केलले नाप्ने सट्टामा चाहिँ फनिय 캘리퍼스로 측정해 보세요 भनेको त्यसले चाहिँ के गर्नुहोस् मापन गर्नुहोस् भनेर भन्दाखेरि ने 알겠습니다 भनेको छ नि हैन हजुर हुन्छ भइहाल्छ नि बुझे भनेर भनेको छ। ल अब यस्तै गरेर अब यहाँनिर हेरौँ यहाँनिर हेरौँ यो 길이를 재다라의 र छारो 재는 यसलाई हटाएर अब यहाँनिर हेरौँ 중량을 측정하다 भनेको मात्रा चाहिँ के गर्ने मिलाउने। त्यसो भए 접시 저울로 측정하다 मापन गर्ने हो कि के गर्ने भनेर भन्दा छन्जा 저울ले गर्ने भनेर भन्नुपर्ने रहेछ। त्यसो भए 무슨 작업을 할 거예요 भनेर भन्दा के काम गर्ने हो र 부품의 अब यहाँनिर 부품의 के त 중량을 측정하려고 해요। मिसिनमा चाहिँ पार्ट्समा चाहिँ 중량을 के त 측정하려고 해요। यो यहाँनिर बीचमा रहने कुरा मैले यहाँ लेखिदिएको छु है राम्रोसँग हेर्नु। 부품의 पार्ट्सको चाहिँ 중량이 측정하려고 해요 नाप्ने हो भनेर भनेको छ पार्ट्सको वेट चाहिँ नाप्ने हो। 그럼 त्यसो भए 접시 저울로
हानुन 대신에 हैन त यहाँनिर चाहिँ त्यो हुन्छ है यहाँ मैले एरो दिएर गरेको छ अलि लामो भएर त्यहाँ अट्दैन 첩시 그럼 त्यसो भए चाहिँ 첩시 저울로 측정하는 대신 सट्टामा हैन त्यसो भए यो प्लेटवाला तराजुमा मापन गर्ने सट्टामा चाहिँ के त अब यहाँ छन्जा छौल अब यहाँनिर चाहिँ के हुन्छ छन्जा छौल로 측정해 보세요. 마पन गरेर हेर्नुहोस् भनेर भन्दा 네 알겠습니다. हजुर हुन्छ बुझे भनेको छ। ल माथिबाट एकचोटि तारास्य गरौँ है त। ल तारास्य मुसुन 작업을 할 거 तारास्य नगरौँ है फेरि एउटामा गरे अर्कोमा नगर्ने हुन्छ। म एकचोटि सरल भनिदिन्छु मात्र। मुसुन 작업을 할 거 के काम गर्ने हो भनेर भन्दा 부품의 중량을 측정하려고 해요. भनेको पार्ट्सको चाहिँ तौल चाहिँ नाप्न लागेको हो। 그럼 त्यसो भए 첩시 저울로 측정하는 대신 त्यसो भए यो 첩시 저울मा चाहिँ मापन गर्नुको सट्टामा छन्जा 저울로 측정하세요. छन्जा 저울मा चाहिँ मापन गर्नुहोस् भनेर भन्दा 네 알겠습니다. हजुर हुन्छ भनेर भनेको छ है त। ल अब हेरौँ यहाँ माथिबाट 제품 불량 관련 어휘 सामान चाहिँ ड्यामेज सामानहरुसँग सम्बन्धित हुने अवयवहरु भनेर भनेको छ हैन त। ल अब हामी एकचोटि त्यसलाई हेर्ने छौं है त। ल फुल्याङफुम भनेको अब बिग्रिएको सामानहरु कस्तो कस्तो त्यसलाई के गर्ने खम्सादा चेकजाँच गर्ने फुल्याङफुमी नावदा बिग्रिएको कुराहरु चाहिँ निस्किरा छ हेर्नु न नट बोल्टुमा यहाँनिर पुरै कटेको आइराछ। अनि हुइदा भनेको चाहिँ के हो बाङ्गिनु नर्मल आउनु पर्ने यहाँ हेर्नु न साइजै नमिलिकन बाङ्गेर टेढोमेढो आइराछ त्यसलाई भन्छ हुइदा। त्यसपछि संयङी थल ठेदा भनेको संयङ गर्यो भने के रे आकृति हैन त्यसको के भन्छ मोडलिङ आकृति चाहिँ थल ठेदा भनेको कमी हुनु त्यो पुरा नभइकन बिग्रेको आइरहनु यहाँ यही छैन यो पनि राम्रो छैन हैन त्यस्तो। फेरि केजिदा भनेको चाहिँ फुट्नु यहाँनिर फुटेको छ। खमुन जमी सेङ्गिदा अब सही कुरा निक्लिनु पर्ने बीचमा चाहिँ डट 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 यो के आइराछ त्यसकारण खमुन जम गर्यो नि कालो कालो यो टिक 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 चाहिँ आइराछ। फेरि यतापट्टि खमुन जुरी सेङ्गिदा यो कालो लाइनिङ जस्तो चाहिँ आइराछ भनेको छ। यो चाहिँ फुल्याङफुमहरु भयो भने तल चाहिँ छोच्ची अब उपाय यसको के छ त यो उपायहरु हैन यसको कुराहरु चाहिँ के हो त भनेर भन्दा अब हेरौँ यहाँ त्यस्तो भइरहँदाखेरि चाहिँ छाक्दोङ छुङजिआदा हैन त सञ्चालनलाई चाहिँ के गर्ने रोक्ने साल्फेबोदा चेकजाँच गर्ने के भइराछ। त्यसपछि यहाँ तल हेरौँ त्यो अब त्यो मेसिनको आप्रयोग हेर्ने चाप हैन प्रेसर। त्यसपछि आप्रयोगल नाच्दा प्रेसर कम भएको हो कि नाच्दा कम हुनु आप्रयोगि नोफिदा बढी हुनु के भएर चाहिँ त्यस्तो भएको हेर्ने। ओन्दोरुल छोजलादा भनेको ओन्दो भनेको तापक्रम चाहिँ मिलाउने ओन्दोरुल नाच्दा अब तापक्रम कम भयो कि ओन्दोरुल नोफिदा तापक्रम चाहिँ हाई भयो त्यो चाहिँ हेर्नुपर्छ है। इसाङी इद्दा भनेको चाहिँ इसाङी इद्दा जस्तो नर्मल निक्लिनु पर्ने थियो जस्तै यहाँ कालो कालो निक्लियो के अरे यो कालो लाम्चो निक्लियो नि त हैन यो लाइनिङहरु यो फुटेको जस्तो निक्लियो त्यो भने जस्तो निक्लिनु पर्ने त्यो भन्दा अलि फरक निक्लिनु चाहिँ के हो इसाङी इद्दा फरक हुनु चाहिँ इसाङी इद्दा भनेको छ। फ्योमियन भन्यो भने चाहिँ सतह हैन सतह कुरा हो। वोनिन भनेको वोनिन गर्यो भने कारण भयो के कारणले यस्तो भयो त्यो वोनिन। त्यसपछि छोचिरुल छुयादा भनेको त्यो चाहिँ कार्यान्वयन गर्नु अब छोचिरुल छुयादा हैन नियम चाहिँ पालना गर्नु कार्यान्वयन गर्नु भनेर भन्छ। ल माथिबाट एकचोटि तारास्य खम्सादा फुल्याङफुमी नाओदा हुयादा संयङी थलदेदा केजिदा खमुन जमी 생기다 खमुन जुरी 생기다 작동을 중지하다 살펴보다 압력을 낮추다 압력을 높이다 온도를 조절하다 온도를 낮추다 온도를 높이다. 따라서 제품 이상이 있다 표면 따라서 표면 원인
छोचिरुल छुयादा ल यसलाई चाहिँ मिनिङहरु चाहिँ राम्रोसँग कन्ठ गर्नु होला ल हुन्छ अब हामी तल जानेछौँ यो छोचिरुल छुयादा भनेको चाहिँ नियमहरु कार्यान्वयन गर्नु भनेको मतलब कुनै नियम के भएर बिग्रिरहेछ त्यसको उपायहरु चाहिँ अपनाउनु भन्ने अर्थ आउँछ है नियम कार्यान्वयन गर्नु ल अब हेरौँ यहाँ दिएको कुरालाई हामी सरसर्ती हेरौँ खुरिमुल फोगो फोगी वा खाची थेवारु वानसँग पुरा गर्नुहोस् भनेको छ अत्तन फुल्याङ्गी फाल्सेङ यस्तै कस्तो गल्ती चाहिँ यहाँ हैन के कुरा चाहिँ मिस्टेक चाहिँ नराम्रो कुरा चाहिँ उत्पन्न भयो त भनेर भन्दा टिक 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 आइरहेछ नि खमुन्जम हैन त त्यसो भए छेफुमे सामानमा चाहिँ खमुन्जमी सेङ्ग्यसयो भने खमुन्जम चाहिँ उत्पन्न भयो ल इल्बन 1 नम्बरमा हेरौँ अब हेर्नु त यो आकृति राम्रो आएको छैन नि हैन त्यसो भए अत्तन फुल्याङ्गी फाल्सेङ यस्तै कस्तो कस्तो के भन्छ फुल्याङ ड्यामेज चाहिँ निक्लियो भनेको छ हैन त्यही भएर अत्तन फुल्याङ्गी फाल्सेङ यस्तै कस्तो ड्यामेज चाहिँ निस्क्यो भने भन्दा अब छेफुबी हुई बाङ्गियो हैन सामानहरु चाहिँ हुई असयो हो यो चाहिँ संह्यङी थल थेदाको कुरा चाहिँ यो है अत्तन फुल्याङ्गी फाल्सेङ यस्तै कस्तो ड्यामेज चाहिँ निस्क्यो भनेर भन्दा संह्यङी छेफुमे संह्यङी थल थेदाबाट थेयसयो थेसयो अथवा थेयसयो है किनभने आकृति चाहिँ राम्रो आएन भन्ने खोजेको कुरा अब हेर यसमा चाहिँ के त केजिदा हो नि त हैन केजिदा हो त्यसकारण अत्तन फुल्याङ्गी फाल्सेङ यस्तै कस्तो ड्यामेज आयो भन्दा त फुटिरहेछ नि छेफुमी त्यसो भए केजिदाबाट केजसयो छेफुमी केजसयो है त ल अब हेरौँ 4 नम्बरमा हेर्यो भने अत्तन फुल्याङ्गी फाल्सेङ यस्तै कस्तो फुल्याङ चाहिँ उत्पन्न भयो भन्दा छेफुमे के भयो त खमुन्चुल हो नि त हैन त्यसो भए खमुन्चुरी के त सेङ्गिदाबाट सेङ्गेसयो सेङ्गसयो खमुन्चुरी सेङ्गेसयो ल यसरी तपाईले बनाउन सक्नुहुन्छ है बनाएर चेक गर्न सक्नुहुन्छ यसरी पढ्यो भने त वास्तवमा धेरै राम्रो हुन्छ विद्यार्थीले अब युट्युब हो यो के हेर्नु यतिकैमा त के गर्नु फिजिकल क्लासै जान्छु भन्यो भने तपाईहरु जान सक्नुहुन्छ त्यो त पाइ नै हाल्नुहुन्छ हैन त्यो त जाँदा राम्रो पनि हुन्छ तर कति टाइम भ्याउँदैन नि त जस्तै हाम्रो सरकारी कर्मचारी जस्तै सरकारी कर्मचारी भन्दा नि पुलिस आर्मी हो भने त टाइमिङ अझ मिल्नलाई गाह्रो छ हैन त्यस्तो टाइमिङ मिल्न कुनै ठाउँमा चाहिँ एकदम ड्युटी चाहिँ टु टाइट छ भने तपाईको फुर्सदको समय तपाईले यसरी पढ्न चाहिँ सक्नुहुन्छ है त ल ना बोदा र उन्नुनगा भयो यो चाहिँ छ जस्तो छ अथवा एको जस्तो छ के रे छ जस्तो छ डट जस्तो छ अथवा एको जस्तो छ डट एको जस्तो छ एको जस्तो छ ल अब हेरौँ यो चाहिँ फेरि अब हेर थोङसा र इद्दा अब्दावाला छ नि त हैन मासिद्दा मादब्दा छेमिद्दा छेमी अब्दा त्यसमा चाहिँ डाइरेक्ट क्रियाहरुमा आयो भने चाहिँ नाबोदा लगाइदिने हो तर हङयङसामा आयो भने चाहिँ फाचिम छ भने उनका भयो यसमा चाहिँ उनका बोदा र फाचिम छैन अथवा रिल फाचिम छ भने न्युनका बोदा जोड्दिने हो यतापट्टि बनाइदिएको छ यो तपाईहरु आफै हेर्नु होला ल अब हेरौँ यहाँ व्याख्या गरेको कुरालाई हामी एकचोटि हेर्छौँ ना अथवा नुनगा बोदानुन थोङसा हङयङसाय बुझ्छ अब के टास्छ यहाँनिर भनिसकेको छ थोङसा आयो भने यो हङयङसा आयो भने यो टासेर चाहिँ अत्तन सासिरिना कुनै वास्तविकताको साङवाङुल अवस्थाको खुनगरो आधारमा चाहिँ छुछु खाल्ते सायगान्दा अनुमान गर्ने बेलामा चाहिँ यो युज गर्छ रे कुनै वास्तविकताको अवस्थाको आधारलाई चाहिँ अनुमान गर्ने बेलामा चाहिँ त्यो युज गर्छ रे जस्तै हेरौँ फार्म हाउसिन्दे राति 9 बजे भयो र भएको छ र आजिक्दो सारामदुरी अझै पनि मान्छेहरू चाहिँ इलाना भयो काम गरेको जस्तो छ काम गरे जस्तो छ कुनै त्यो सासिल साङवाङको आधारलाई चाहिँ
त्यहाँ गरे जस्तो छ, त्यही भएर आवाज आइरहेछ, मिसिन चलिरहेछ भनेर के गरेको, अनुमान गरेको कुरा हो नि त, होइन। ल तल हेरौँ, ओनुल्दो यागुनुल हे हो, आज पनि यागुन गर्छ हो, इरी मानुङ्गा भयो, काम चाहिँ आज पनि नाइट ड्युटी भन्दा नि ओभर टाइम, आज पनि ओभर टाइम हो, काम चाहिँ धेरै जस्तो छ, ओभर टाइम चलिरहेछ भने मैले गेस गरेको नि होइन, पक्कै होला भनेर यस्तो जस्तो छ, धेरै जस्तो छ काम। तल हेरौँ, खाल्लो सिगा उनुल्दो छुल्गुनुल आनेसयो, खाल्लोजी चाहिँ आज पनि छुल्गुन आनेसयो गरेन, मानी आफुङ्गा भयो, काममा आएन, आज पनि काममा गएन, धेरै बिरामी भए जस्तो छ। अलिअलि बिरामी भनेर सुनेको थियो, काममै नजाने भनेपछि त, नगयो भनेपछि त धेरै मानी आफुङ्गा भयो, धेरै बिरामी भए जस्तो छ भनेको छ है त। ल यसरी अब हामी यहाँ बनाउनेछौँ। ल हेर, आलमाजुन गसुल खोल्ला, मिल्ने कुरा चाहिँ छानेर, फोगी वा खाच्छी उदाहरणसँग उस्तै मुन्जाङ्गुल वानसँग आसे वाक्य चाहिँ पुरा गर्नुहोस्। नोप्दा भनेको के हो, नोप्दा भनेको अग्लो हुनु, त्यसो भए यसमा चाहिँ अब फाचिम पनि छ भने नोफुन्गा भयो बोदा होइन त। छोड्दा भनेको राम्रो हुनुको, दा हटाएर छोङ्गा बोदा। नाच्दा भनेको होचो हुनु, नाजुङ्गा बोदा। इब्दा, इद्दा भनेको हुनु, तर इद्दा र अब्दामा चाहिँ के लाग्छ अरे डाइरेक्ट ना बोदा। अरुबा चाहिँ हङयङसामा चाहिँ यो लाग्छ भने इद्दा र अब्दा थोङसामा चाहिँ ना बोदा लाग्छ। जस्तै हेर हो, अब यहाँनिर यो के को चित्र हो, ओन्दोगा नोप्दा हो नि त, होइन होइन होइन, ओन्दोगा तल यो त नाच्दा जस्तो छ, नाच्दा हो एकचोटि हेरौ, यो तलतिर एरो देखाइरहेको छ नि, हेरौ के ल्याएर एकचोटि पढाऊ। ओन्दोगा नोफुङ्गा भयो होइन, तापक्रम चाहिँ के अरे हाई जस्तो छ, ओन्दोरुल नाचो या केसयो भनेको तापक्रम चाहिँ लो गर्नुपर्ने छ, त्यही भएर चित्र यस्तो आएको छ। अब हेरौँ यहाँ, आप्रयोगी प्रेसर चाहिँ यो के हो, धेरै जस्तो छ होइन, आप्रयोगी नोफाया केसयो, आप्रयोग चाहिँ के त बढाउनु पर्ला जस्तो छ, यो चाहिँ अघि यस्तो जस्तै बढाउनु पर्ला जस्तो, अब यस्तो गर्नुपर्छ, अहिले चाहिँ के छ त नाच्दा, त्यसो भए नाजुङ्गा भयो, आप्रयोगी नाजुङ्गा बोदाबाट भयो होइन। प्रेसर चाहिँ कम छ जस्तो छ, आप्रयोगी नोफाया के छ बढाउनु पर्ने छ। अब हेरौ, खिगे इसाङी के हो, इसाङी इद्दा होइन, मिसिनमा चाहिँ अलिकति पहिला भन्दा अलिकति छुट्टै भइरहेको छ, त्यही भएर छाक्दोङुल छुङजी या केसयो भनेको सञ्चालनलाई चाहिँ स्टप गर्नु पर्ला जस्तो छ। त्यसो भए खिगे इसाङी इद्दाबाट इन्ना भयो, इन्ना बोदाबाट इन्ना भयो होइन। छाक्दोङुल छुङजी या केसयो भनेको चल्ने कुरालाई चाहिँ के हो, स्टप गर्नु पर्ला जस्तो छ। अब हेरौँ 3 नम्बरमा हेरौँ, दियान्सी खिबुनी आन होइन त, थियान्जी खिबुनी आन आन चोद्दा होइन त, राम्रो छैन जस्तो, इयागिरुल आने हो, काम पुरा गर्नु भएको छैन होइन। थियान्सी खिबुनी आन्छौङ्गा भयो, राम्रो छैन जस्तो छ, आन्छौङ्गा भयो। इयागिरुल हाने हो, कुराकानी गरेका छैन भन्ने बेलामा यसरी युज गर्छ। हेर्नु त, त्यो राम्रोसँग अलिकति ध्यान मात्र दियो भने थोङसा यङयङसा के थोङसा इद्दा अब्दामा चाहिँ ना बोदा होइन, अरू आयो भने फाचिम छ भने उनगा बोदा, छैन भने न्युनगा बोदा है त, त्यो लाएर चाहिँ तपाईँले गर्न सक्नुहुन्छ। अब 2 नम्बर पनि हामी सर हेर्नेछौँ। यहाँनिर गरेको छ, आलमाजुन गसुल खोल्ला फोगी वा खाच्छी उदाहरणसँग उस्तै थेवार वानसँग आस्यो, कुराकानी चाहिँ के गर्नुहोस्, पुरा गर्नुहोस् भनेको छ। अब हेरौँ यहाँनिर, छङ्नी आधाबाट छङ्नी हेद्दा भनेको व्यवस्थापन गरे होइन त, व्यवस्थापन गरे भनेको छ। यागुनुल आधा भनेको ओभरटाइम गर्नु, नेम्सेगा सिमादा भनेको गन्ध चाहिँ एकदम कडा आउनु, फोजाङ छागबे सायङ आधा भनेको प्याकिङको काम चाहिँ सायङ आधा प्रयोग गर्नु, फोजाङको छागब चाहिँ सायङ आधा प्रयोग गर्नु। ल अब हेरौँ यहाँ,
छागब्देगा के को ताने हो छागब्दे काम गर्ने टेबल चाहिँ के को ताने हो सफा रहेछ त भनेर भन्दाखेरि आमिनासीगा छङ्नी हादा हेद्दाबाट छङ्नी हेन्ना भयो पास्ट टेन्समै छ नि सफा गरे व्यवस्थापन गरे जस्तो छ त्यही भएर चाहिँ के हो सफा रहेछ भनेको तल हेर सारामदुरी आजि थेगुनुल आने नै हो मान्छेहरू चाहिँ अहिलेसम्म छुट्टी गरेको छैन रहेछ भने भन्दा उनुल आज चाहिँ त्यसो भए छुट्टी नगरिस् के त ओभर टाइम छ जस्तो छ भनेर भन्दाखेरि ओभर टाइम गर्नु ओभर टाइम गरे जस्तो छ त्यसो भए ओनुरुन यागुनुल हादा गर्नुबाट हाना भयो गरे जस्तो छ हैन नाइट ड्युटी चाहिँ गरे जस्तो छ यागुनुल हाना भयो नाइट ड्युटी चाहिँ गरे जस्तो छ त्यही भएर चाहिँ मान्छेहरू चाहिँ छुट्टी गरेको छैन ल तल हेर 2 नम्बरमा वानचुङजेगा अब्ने हो वानचुङजे भनेको चाहिँ अगाडि पढेको च्याप्टरको है वानचुङजे भनेको चाहिँ कुसन त्यो हामी केही सामानहरू नफुटोस् भनेर राख्ने त्यो फर्महरू हैन कार्टुनहरू कुटहरू जे छ पराल होस् जे सुकै होस् त्यो चाहिँ वानचुङजेगा अब्ने हो छैन रहेछ भनेर भन्दा आगुङसीगा त्यसो भए के त नेम्सेसँग सम्बन्ध भएन फोजाङ छागबोल त्यसो भए छैन भने त पक्कै पनि आगुङजीले चाहिँ के गर्यो होला त फोजाङ छागबे फोजाङ छागबे सायोङ सायोङ आधा प्रयोग गर्नु यङयङसा होइन नि हैन त्यसकारण सायोङ हाना भयो प्रयोग गरे जस्तो छ त्यही भएर यहाँ सबै नभएको रहेछ सिद्धिएको होला भनेर छ 3 नम्बरमा छ छागब जाङुल उ त्यो हो काम गर्ने ठाउँ चाहिँ छाङमुनुल यर नुवाद्ने हो उ त्यो काम गर्ने ठाउँ चाहिँ को झ्याल चाहिँ खोलेर राखेको रहेछ भनेर भन्दाखेरि अर्कोले भन्छ फेन्तु छागबुलेछ पेनको काम चाहिँ गरेको भएर चाहिँ के त नेम्सेगा सीमादा भएर खोल्यो होला त्यसो भए नेम्सेगा सीमादाबाट सीमादा भनेको के त कडा हुनुबाट त्यसो भए हुनु आयो नि त यङयङ छ हैन सिम हान गा भयो कडा नेम्सेगा चाहिँ एकदमै सिमान्ना भयो सिनानगा भयो एकदम कडा भयो जस्तो छ त्यही भएर चाहिँ होला भनेर भनेको छ है त यहाँनिर एक्चुअली हेरौँ त यहाँनिर अलिकति मिस्टेक भयो जसलाई वानचुङजेगा अब्ने हो छैन रहेछ भनेर भन्दा आगुङसीगा फोजाङ छागबुल सायङआना प्रयोग गर्छ जस्तो छ हैन प्रयोग गरिसकेर त त्यो सिद्धिएको होला नि हैन त्यसकारण सायोङ हेन्ना भयो प्रयोग गरेर सिद्धे जस्तो त्यही भएर यहाँ नभएको होला यसरी युज गर्ने हो ल विद्यार्थी राम्रोसँग बुझेर कहाँ चाहिँ पास्ट टेन्स लाग्छ कहाँ लाग्दैन कहाँ चाहिँ न्यूनगा लाग्छ कहाँ चाहिँ ना बोधा लाग्छ त्यो चाहिँ राम्रोसँग हेर्नु होला है त ल धेवाईमा हेर्यो भने चाहिँ छारा र भान्जाङनिम दुईजनाको कुराकानी जस्तो छ छारा र भान्जाङनिम अब दुईजना कुराकानीमा एकचोटि हेरौँ यहाँ के भनेको छ छाराले भान्जाङनिम फुल्याङफुमी नावासयो फुल्याङफुम ड्यामेज चाहिँ निस्क्यो अत के हालका हो के गर्ने होला भनेर भन्दाखेरि भान्जाङनिमले भन्छ इल्तान खिगे छाक्दोङुल छुङजी आशय हो एकैछिन त्यसो भए सबैभन्दा पहिला इल्तान त्यसो भए सबैभन्दा पहिला चाहिँ मिसिनलाई चाहिँ छुङजी आशय हो स्टप गर रोक भनेर भन्दाखेरि छाराले भन्छ ने अल्के सिम्निदा हुन्छ बुझे हुन्छ भनेर भनेको छ वे इरन फुल्याङनी फाल्सेङ हाची हो किन यसरी ड्यामेज कुरा चाहिँ निस्किरहेको होला भनेर फेरि छाराले भन्दा भान्जाङनिमले भन्छ आप्रयोगी नोफुन्का भयो भनेको प्रेसर मिसिनको प्रेसर चाहिँ एकदमै बढी भए जस्तो छ मुलगनुल मान्दुल्ते सामान बनाउने बेलामा चाहिँ आप्रयोगी नमु नोफुम्यन धेरै बढी भयो भने चाहिँ इरके के जायो यसरी चाहिँ के हुन्छ फुट्छ भनेर भनेको छ सायद के फुट्ने सामानहरू टुटफुट हुने सामान होला प्रेसर धेरै भएर चाहिँ यसरी फुटेको हुन्छ यसरी फुट्छ भनेर भनेको छ फेरि छाराले भन्छ खुरम आप्रयोगुल नाचुकायो त्यसो भए प्रेसर चाहिँ अलिक कम गरौँ त भनेर भन्दाखेरि फान्जाङनिमले भन्छ ने हजुर हुन्छ खुरीको अनि थारुन वनिनी सुदो इसुनिका अरू कारणहरू वनिन भन्ने कारण होइन अरू कारणहरू पनि हुन सक्ने भएको कारणले खिगेरुल छाल साल्फ्यो बोप्सिदा
मेसिनलाई चाहिँ एकचोटि राम्रोसँग चेक जाँच गरेर हेरौँ भनेर भनेको छ। 살펴보다 चेक जाँच गर्नु। ल माथिबाट एकचोटि 따라서 गरौँ। 따라서 반장님 불량품이 나왔어요. 어떻게 할까요? 일단 기계의 작동을 중지하세요. 네, 알겠습니다. 왜 이런 불량이 발생하지요? 압력이 높은가 봐요. 물건을 만들 때 압력이 너무 높으면 이렇게 깨져요. 그럼 압력을 낮출까요? 네. 그리고 다른 원인이 있을 수도 있으니까 기계를 잘 살펴봅시다. 네, हुन्छ। तपाईहरु यो बुझ्नुमा कन्ठ पनि गर्नु पर्यो है। मैले हरेक भिडियोमा भनिरहेको छु, राम्रोसँग तयारी गर्नु होला। ल अब हेरौँ यो 제시된 표현을 활용하여 चेक जाँच गरेर चाहिँ 대화해 보세요. कुराकानी गरेर हेर्नुहोस् भनेर भनेको छ। अब हेरौँ यहाँ। यहाँ 물건 के भएको छ, यहाँ 깨지다 भएको छ नि हैन, फुटेको छ नि। अब हेरौँ यहाँ 제품이 깨지다. 제품 चाहिँ 깨지다. 압력이 높다 भनेको चाप चाहिँ धेरै हुनु। अब हेरौँ तल 제품이 휘다 भनेको सामान चाहिँ बाङ्गिनु हैन। 온도가 낮다 तापक्रम चाहिँ के हुनु, कम हुनु। यो छुट्टै पाटो भयो। अहिले माथिको पाटोलाई बनाएको छ, एकचोटि हेरौँ। 불량품이 나왔어요. 불량품 भनेको बिग्रिएको कुराहरु चाहिँ 나왔어요, निस्क्यो भनेर भन्दाखेरि 어떤 이상이 있어요? त्यो के रे 불량품이 나왔어요 भनेर भन्दा ड्यामेज चाहिँ निस्क्यो भनेर भन्दा 어떤 이상이 있어요, कस्तो ड्यामेज निस्क्यो, के फरक छ हैन, पहिलाको भन्दा के फरक छ त भनेर भन्दा 제품이 깨졌어요। अब भन्न सक्यो नि त, पहिला भन्दा सामान चाहिँ अलि फुटेको छ, 왜 이랬죠, किन यस्तो होला भनेर भन्दाखेरि अर्कोले भन्छ 압력이 높은가 봐요। यहाँ लेखेको छ नि 압력이 높다, 압력이 높은가 봐요। चाप चाहिँ प्रेसर चाहिँ एकदमै धेरै भयो जस्तो छ भनेर भनेको छ है त। ल यस्तै गरेर एकदम सिम्पल गरी हामी हेर्नेछौँ। यो दुईटा 깨지다 र 압력이 높다लाई हेरेर 제품이 휘다 छ नि त। यहाँनिर त्यसो भए 불량품이 나왔어요. 어떤 이상이 있어요? केही प्रब्लम छ र भनेर भन्दाखेरि 제품이 휘다 भनेको सामानमा चाहिँ के भयो त, 제품이 휘다बाट 휘었어요। 휘었어요 भनेको सामानहरु चाहिँ बाङ्गिरहेको छ, बाङ्गिरह्यो। 왜 이랬죠, किन यस्तो भयो होला भनेर भन्दाखेरि त्यसो भए 온도가 낮다 भएर होला। त्यसो भए 온도가 낮은가 봐요। 낮다 भनेको कम हुनु हो नि त हैन। कम हुनु छ भने हुनु 형용사 हो भने त्यसो भए 낮은가 봐요। यसरी। ल एकचोटि म सरर भनिदिन्छु, राम्रोसँग सुन्नु। 불량품이 나왔어요। एकदमै के भन्छ, ड्यामेज चाहिँ निस्किरहेको छ भनेर भन्दा 어떤 이상이 있어요, कस्तो ड्यामेज निक्ल्यो, के छ र त्यहाँ, के भयो सामानमा भनेर भन्दा 제품이 휘었어요। सामानहरु चाहिँ के भइरहेछ, बाङ्गिरहेछ। 왜 이랬죠, किन यस्तो भएको होला भनेर भन्दाखेरि अनि यहाँ 온도가 낮다 छ नि, 온도가 낮은가 봐요 भनेको तापक्रम चाहिँ कम भए जस्तो छ भनेर भनेको छ है त। ल यसरी बनाउनु होला। अब आयो कुरा यहाँनिर 유용한 표현 भनेको 유용한 표현 अत्यावश्यक अभिव्यक्तिमा हेरौँ। आमु तेना दुसेयो, जहाँ भए पनि राख्नुहोस् भनेर भनेको छ। जहाँ भए पनि राख्नुहोस् भनेर भन्दाखेरि अब कस्तो अवस्थामा यहाँ दिया छ एकचोटि हेर्नेछौँ हामी। इगो अदिदागा धुल्कायो, यो चाहिँ कहाँमा राखौँ होला भनेर भन्दा खगी आमु तेना दुसेयो, उ त्यहाँ जहाँ भए पनि राख्नुहोस्, त्यही राखिदिनुहोस्। इत्ताका नेका छिउल के हो, एकछिनपछि म हटाउने छु, अहिले चाहिँ जहाँ भयो नि त्यतैतिर राखिदिनु भनेको बेलामा चाहिँ यसरी युज गर्दा रहेछ है त। ल हेरौँ हामी अब मुन्वा र छङ्बोमा हेर्नेछौँ है त। मुन्वा र छङ्बोमा के छ, 친환경 एनर्जी। 친환경 एनर्जी भनेको इको फ्रेन्डली इनर्जी भनेर भनेको छ। अघि नै मैले के भनेको थियो,
पर्यावरण मैत्री ऊर्जा है, पर्यावरण नेपालीमा पर्यावरण मैत्री ऊर्जा भनेर भनेको छ है त। ल हेर हो छिनवानग्योङ एनर्जी नुन, छिनवानग्योङ एनर्जी भनेको के अरे पर्यावरण मैत्री ऊर्जा होइन, इको फ्रेन्डली इनर्जी भन्छ नि। त्यो भनेको के हो त भनेर पहिला त्यो पनि बुझ्नु पर्यो नि। भनेको वातावरणमा चाहिँ हानि नहुने, जस्तै अहिले हामीले पेट्रोल होइन, ग्यास अथवा मानौ कोइलाहरू जति पनि निकाल्छ वातावरणको स्रोत सिद्धिँदै गइरहेछ नि होइन। भनेपछि त्यो कुराहरूलाई चाहिँ उपयोग नगरिकन जस्तै घामबाट, हावाबाट, पानीबाट यस्तो चाहिँ ऊर्जाहरू उत्पादन गर्छ भने त्यसले चाहिँ कुनै पनि हानि गर्दैन नि वातावरणमा। कुनै वातावरण के अरे पृथ्वीको स्रोतहरू चाहिँ सिद्धिँदै जाने हुँदैन नि त होइन। त्यसकारण त्यस्तो किसिमको त्यो कुराबाट निकाल्ने ऊर्जालाई चाहिँ छिनवानग्योङ एनर्जी भनेर भन्छ, पर्यावरण मैत्री ऊर्जा चाहिँ। वानग्योङे मिचिनुन यङयाङ्गुल भनेको वातावरणमा पर्ने प्रभावलाई चाहिँ छुइसो हाय भनेको चाहिँ न्यूनीकरण गर्दै वातावरणमा पर्ने प्रभावलाई चाहिँ यङयाङ भनेको प्रभावलाई चाहिँ छुइसो हाय न्यूनीकरण गर्दै वानग्योङुल फोआनुन भनेको वानग्योङ वातावरणलाई चाहिँ के गर्ने, सुरक्षित गर्ने, फोआनुन सुरक्षित गर्ने बेलामा चाहिँ सुरक्षित गर्नलाई चाहिँ थोआ के अरे फोहो हानुन्दे भनेको सुरक्षित गरिन्छ र गर्नको लागि चाहिँ थोमुल चुनुन एनर्जी रो सहयोग गर्ने एनर्जीको रूपमा चाहिँ छायनेछ भनेको प्रकृतिबाट, छायन भनेको के हो प्रकृति, प्रकृतिबाट नै अदुल चिनुन प्राप्त गर्न सकिने छावनुल यङ आयो भनेको स्रोतहरूलाई छावन गर्यो भने स्रोत प्रकृतिबाटै उत्पन्न हुने स्रोतहरू के हो, घाम, पानी, हावा होइन हो। यस्तो यस्तो कुराहरूलाई चाहिँ इयोङ आयो प्रयोग गरेर चाहिँ छिसोक लगातार खानुगान सम्भव हुने थाङसिगुरो तरिकाद्वारा, लगातार सम्भव हुने तरिकाद्वारा भने कहिले पनि नसिद्धिने, ग्यास, पेट्रोल, कोइला यिनीहरू भनेको सिद्धिन्छ नि एक न एक दिन, तर कहिले पनि नसिद्धिने भनेको छिसोक खानुगान भनेको दिगो रूपमा गर्ने तरिकाद्वारा चाहिँ सेङसान हाम्निदा उत्पादन गरिन्छ। बुझ्नु भने लगातार सम्भव हुने तरिकाद्वारा चाहिँ उत्पादन गरिन्छ। जस्तै सेगे विश्वभरि चाहिँ खाक खुगुन विश्वभरिको प्रत्येक देश चाहिँ सग्यु पेट्रोल, सक्थान कोइला, खासु ग्यास, दुङ्गे आदिको वासक यन्त्र भनेको जीवाश्म इन्धन, वासक यन्त्र गर्यो भने जीवाश्म इन्धन भनेर भन्छ कि। अब यो त साइन्सको भाषा भयो। के हो त जीवाश्म इन्धन भनेको चाहिँ पहिला चाहिँ अब पृथ्वीमा होइन धेरै अब यो प्रलयहरू आयो होला, सायद कुनै बेलामा हामीले डाइनोसर थियो भनेर पढाएको थियो, त्यो डाइनोसरहरू सबै सिद्धियो, पुर्यो, मर्यो, रुख बिरुवाहरू चाहिँ सबै होइन पृथ्वी प्रलय हुँदाखेरि चाहिँ आएको कुराहरू चाहिँ त्यो चाहिँ धेरै त्यहाँ गुम्सेर त्यहाँबाट निक्लिने बन्ने कुराहरू, प्रकृतिकै कुराहरू चाहिँ कुहिएर बनेर होइन त्यस्तो कुराहरूबाट निक्लिने हो नि त त्योहरू भनेको, त्यसलाई भन्छ जीवाश्म इन्धन है। त्यसकारण वासक यन्त्र जीवाश्म इन्धनको चाहिँ सायोङ्रो प्रयोगद्वारा चाहिँ प्रयोगमा चाहिँ अहिले विश्वभरिले नै प्रत्येक देशले यही कुराहरू गरिरहेछ नि, हामी नेपालमा पनि होइन हो। त्यस्तो प्रयोगमा चाहिँ इन्हा वानग्योङ भनेको चाहिँ त्यसलाई चाहिँ कम गर्नलाई, प्रयोगमा चाहिँ कम गर्नको लागि इन्हा होइन कमी गरेर चाहिँ घटाउँदै वानग्योङ फागवे वा खिउ फ्यानवा भनेको अब यहाँनिर हेरौँ वानग्योङ पर्यावरण विनाश है। अब वानग्योङ फागवे भनेको चाहिँ पर्यावरण विनाश र खिउ फ्यानवा भनेको चाहिँ जलवायु परिवर्तन। अहिले एकदम विश्वमा सबैभन्दा ठुलो मुद्दा नै यही उठिरहेछ नि त होइन, जलवायु परिवर्तन अनि त्यसपछि पर्यावरण विनाशको थेउङ आगि उयाय त्यसबाट उत्पन्न हुने सङ्कटको चाहिँ कसरी समाधान गर्ने त, कसरी मुकाबिला गर्ने, थेउङ आगि उयाय त्यो मुकाबिला गर्नको लागि, सङ्कट समाधान गर्नको लागि चाहिँ छिनवानग्योङ एनर्जी भनेको पर्यावरण मैत्री एनर्जी ऊर्जा चाहिँ खेबारे भनेको विकासमा चाहिँ हिमसुको इसिमनिदा त्यसमा चाहिँ के गरिरहेछ प्रयास गरिरहेको छ भनेको छ। ल अब हेरौँ छिनवानग्योङ पनि पर्यावरण मैत्री कसरी बन्यो भनेर भन्दा त यहाँ हेर्नु न, वानग्योङ
फा गयो भनेको के हो पर्यावरण विनाश है त्यसो हो यो पनि छिनवानग्याङको रे वानग्याङको वान अनि अर्को हैन अब यो यसको चाहिँ के हुन्छ भने छिनवा जगिन भनेको चाहिँ छिनवा जगिन गर्यो भने चाहिँ मैत्रीपूर्ण के मैत्री त्यसकारण छिन वान ग्याङ भनेको पर्यावरण मैत्री भनेको वातावरण मैत्री भनेको पर्यावरण मैत्री एनर्जी बुझ्नुभयो नि पर्यावरण मैत्री ऊर्जा चाहिँ ऊर्जाको चाहिँ खेबारे विकासमा चाहिँ हिमसुको स्थितिदा एकदमै के गरिरहेछ त्यसमा चाहिँ मेहनत गरिरहेछ एकदमै धेरै प्रयास गरिरहेछ शक्तिहरू चाहिँ युज गरिरहेछ सम्पूर्ण स्रोत चाहिँ त्यहाँ चाहिँ इन्भेस्ट गरिरहेछ भनेको छ ल हेर हौ यहाँ हेऱ्यो भने छिनवानग्याङ एनर्जी एनुन भनेको पर्यावरण मैत्री ऊर्जामा चाहिँ ठेयाङे भिचुल हर्याङ आनुन भनेको सूर्यको किरणलाई चाहिँ उपयोग गरेर ठेयाङग्वाङ एनर्जी भनेको सौर्य एनर्जी हैन हामी सोलर ऊर्जा भन्छन् हैन त्यो सौर्य एनर्जी ऊर्जा त्यसपछि फारामे उन्दोङ एनर्जी रुल भनेको हावाको गतिलाई चाहिँ हावाको यो उन्दोङ एनर्जी भनेको हावाको गति एनर्जीलाई चाहिँ हर्याङ आयो उपयोग गरेर चाहिँ फुङरक एनर्जी हैन हावाको भनेपछि अब हावाबाट उत्पादन हुने ऊर्जालाई चाहिँ पवन ऊर्जा भनेर भन्छ है हावाबाट उत्पादन त्यसकारण फुङरक एनर्जी भनेको पवन ऊर्जा त्यसपछि मुरे हुरुमुल भनेको पानीको प्रवाह बगाएर पानी बगाएर पानीको प्रवाहलाई चाहिँ भावलाई चाहिँ हर्याङ आनुन उपयोग गर्ने सूर्यङ एनर्जी भनेको हाम्रो नेपालमा अहिले सबभन्दा बढी जलविद्युत हैन ऊर्जा हैन पानीद्वारा त्यसपछि फादाए छोयुना फादो भनेको समुद्री अब छोर्युना फादो हामीले पनि योभन्दा अगाडि नपढेको शब्दहरू छ त्यसकारण उच्चारणमा अलिकति तपाईहरु बिस्तारै हेर्नु होला म बिस्तारै गर्नेछु छोर्युना फादो भनेको समुद्रमा के आउँछ समुद्रमा चाहिँ तपाईको लहरहरू आउँछन् हैन यो त्यसलाई भन्छ छोर्यु र अर्को फादो भनेको चाहिँ आँधीबेरी भनौं न हो आँधीबेरी त्यो के भन्छ लहर ज्वारहरूको दुल आदिलाई चाहिँ इयोङ आनुन प्रयोग गर्ने हेयाङ एनर्जी भनेको समुद्री ऊर्जा हैन त समुद्री ऊर्जाहरू एनर्जी ऊर्जा त्यसपछि फेरि छिगु नेबुए यरुल भने छिगु गर्यो भने पृथ्वीको चाहिँ नेबु भनेको आन्तरिक भित्र ने भनेको भित्र पृथ्वीको आन्तरिक यरुल भनेको चाहिँ चाप ज्वरो हो नि त यल भनेको हैन यरी भनेको ज्वरो यल भनेको चाप पृथ्वीको आन्तरिक चापलाई चाहिँ इयोङ आनुन प्रयोग गर्ने अब चियल एनर्जी अब यो चियल एनर्जी भनेको चाहिँ के भन्छ भूतापीय ऊर्जा भनेर भन्छ रे हैन भूतापीय ऊर्जा दुङी आदि चाहिँ इत्सुनिदा छ भनेर भनेको छ त्यसो भए अहिले हामीले पढेको 4-5 वटा यो ऊर्जा चाहिँ के हो भनेर भन्दा छिनवानग्याङ एनर्जी भनेको पर्यावरण मैत्री ऊर्जाको विषय हो ल छिनवानग्याङ एनर्जी नुन छिनवानग्याङ एनर्जी पर्यावरण मैत्री ऊर्जा चाहिँ छोगी भनेको प्रारम्भिक स्थापनाको हैन सुरुमा चाहिँ सल्चियादा भनेको जडान गर्नु हो नि सुरुमा यो पर्यावरण मैत्री ऊर्जा चाहिँ जडान गर्नमा चाहिँ जस्तै सोलर हैन हावाबाट चल्ने त्यो पंखाहरूबाट चल्ने निक्लिने त्यो अघि नै पवन ऊर्जाहरू यिनीहरू निकाल्नको लागि चाहिँ फियोङी लागत चाहिँ नोफा धेरै लाग्ने भएर चाहिँ ख्यङजे जगुरो आर्थिक रूपमा चाहिँ फुदामी थेल्सुइट जिमान भनेको एकदमै भार पर्न सक्छ रे आर्थिक रूपमा चाहिँ एकदमै भार पर्न सक्छ तर उन्योङ फियोङी सञ्चालन लागत चाहिँ नापको कम भएर मुचेआनुरो भनेको च्यान भनेको शर्त भयो मुचेआन भनेको बिना शर्त भनेको यसमा चाहिँ शर्त बिना शर्त भन्दा पनि मुचेआनुरो भनेको चाहिँ असीमित मात्रामा चाहिँ सायङआल्सु इद्दानुन भनेको असीमित रूपमा चाहिँ प्रयोग गर्न सक्ने भएको छाङजमी फाइदा चाहिँ इत्सुनिदा छ हैन छाङजम भनेको फाइदा हैन राम्रो पक्ष चाहिँ छ रे असीमित रूपमा प्रयोग गर्न सक्ने भयो नि त सुरुमा लागत चाहिँ फेरि धेरै हुन्छ रे तुआन साथै वासक यन्ड्रियो भनेको वासक यन्ड्रियो भने अघि नै आइसक्यो के रे जीवाश्म इन्धनहरू भनेको प्रकृतिमा भएको त्यो प्रकृतिमा रहेको खानीहरूबाट निकाल्ने इन्धनहरूको चाहिँ
खोगा를 막고 समाप्तिलाई चाहिँ रोक्नको लागि है समाप्ति भनेको त्यो त एक दिन त प्रयोग गरेर सिद्धिन्छ नि तर त्यो कुरालाई चाहिँ रोक्नको लागि चाहिँ ओन्सिल घाँसु를 छुर्य भनेको ओन्सिल घाँसु भनेको चाहिँ फेरि हरित गृह ग्यासहरूलाई चाहिँ के गरेर छुर्य कम गर्ने र कम गर्ने यो हरित गृह ग्यास भनेको चाहिँ फेरि के हो त भनेर भन्दा त्यो भनेको चाहिँ के भन्छ वायुमण्डलमा रहँदा पृथ्वीको तापमान बढाउनलाई प्रभाव पार्ने ग्यासहरू हो के जस्तै के हुन्छ कार्बन डाइअक्साइड मिथेन हैन नाइट्रस अक्साइड त्यसपछि हाइड्रोफ्लोरोकार्बन हैन यस्तो कुराहरूले चाहिँ हामीले जीवाश्म इन्धनहरुको प्रयोग गर्यो भने चाहिँ त्यो कुराहरू चाहिँ हुन्छ रे त्यसो भए यसले के गर्छ त भने भन्दा जुन पृथ्वीमा आउने हुन्छ नि त जुन के भन्छ यो पर्यावरण मैत्री भनेर हामीले भनेको छ नि घामहरू चाहिँ जति मात्रामा यो इनर्जीहरू चाहिँ पृथ्वीमा आउनु पर्ने हो त्यो कुराहरूलाई चाहिँ यस्तो कुराहरूले चाहिँ के रे रोक्छ रे त्यसकारण हरित गृह ग्यासलाई चाहिँ छुर्य कम गरेर चाहिँ खुप्क्यखान भनेको तीव्र रूपमा क्यु फ्यानुआए भनेको जलवायु परिवर्तनको तारण अनुसार हैन जलवायु परिवर्तनको अनुसार चाहिँ छेनाने थेबिहाल्छु इत्के भनेको आपतकालीन प्रकोपबाट चाहिँ थेबिहाल्छु इत्के भनेको बच्नको लागि चाहिँ खेचुम्निदा गर्छ भनेर भनेको छ है त त्यो जलवायु परिवर्तन अथवा त्यसबाट निक्लिने प्रकोपहरुबाट चाहिँ के रे बच्नको लागि चाहिँ सुरक्षित हुनलाई चाहिँ प्रयोग के रे सहयोग गर्छ भनेर भन्छ कसले छिनवानग्याङ एनर्जीले हैन पर्यावरण मैत्री ऊर्जाले चाहिँ बुझ्नुभयो नि है ल हुन्छ यसै गरेर हामी यो तल्लो अन्तिम प्यासेजमा अन्तिम हरफमा जानेछौँ ल हेर हो छन सेगेनुन भनेको पुरा विश्वमा चाहिँ छेसेङ एनर्जी भनेको पुनः सेङ्गिदा भनेको उत्पन्न हुने हो नि त पुनः उत्पन्न हुने एनर्जी को चाहिँ खेबालगा विकास र खाथुङ भनेको उस्तै छ थान्सो भनेको छ भनेको न्यून थान्सो गर्यो भने चाहिँ कार्बन छङछेक भनेको नीति कम कार्बन नीतिमा चाहिँ छिगु ओन्नान वाए भनेको चाहिँ पृथ्वीको चाहिँ तापमान वृद्धिको चाहिँ छुबमिन नीति चाहिँ थान्सो वा फेचुरुल भनेको थान्सो वा फेचुरुल गर्यो भने चाहिँ नीतिमा चाहिँ कार्बन उत्सर्जनलाई चाहिँ छुरीकी उयो कम गर्नको लागि चाहिँ नोर्या खाएको स्थितिदा प्रयास गर्दैछ इए फुङ आयो भनेको यसमा जोडिएर यसको जवाबमा चाहिँ ए फुङ आयो यसको जवाबमा चाहिँ खियब दुल्दो भनेको उद्योगहरूले पनि इएससी ख्यङयङुल थोङायो भनेको इएससी भनेको अर्थ चाहिँ इन्भाइरोमेन्ट सोशल गभर्नेन्स भन्ने हो त्यो चाहिँ अब त्यसको व्यवस्थापनमा कम्पनीहरूले पनि इएसजी को व्यवस्थापनको थोङायो मार्फत चाहिँ थान्सो फेचुरिना भनेको थान्सो कार्बन उत्सर्जन अथवा छावन छायोङ धुङ्गेछ भनेको स्रोतहरू प्रयोग गर्ने कुरा आदिमा चाहिँ आदिबाट चाहिँ खियबी उद्योगहरूले चाहिँ ह्वानग्याङ मिचिनुन भनेको ह्वानग्याङे मिचिनुन वातावरणमा पर्ने फुजङजक यङयाङ्गुल भनेको नकारात्मक प्रभावलाई चाहिँ छिसो वागो इस्मिदा भनेको न्यूनीकरण चाहिँ गर्दैछ भनेको वातावरणमा पर्ने नकारात्मक प्रभावहरूलाई पनि के गर्दैछ न्यूनीकरण चाहिँ गर्दैछ अहिले चाहिँ उद्योगहरूले भनेको छ ल हेर हो यो 40 च्याप्टरमा त हामीले हेर्यो भने पर्यावरण मैत्री ऊर्जा भनेपछि त एकदमै हुन्छ नि यो बिचमा मिनिङहरू नै एकदमै बिल्कुलै नयाँ मिनिङहरू छ त्यसकारणले राम्रोसँग तयारी गर्नु मैले सिकाएको जस्तै गरेर बिस्तारै लेख्दै मिनिङहरू लेख्दै अथवा पढ्दै त्यसलाई मैले सेन्टेन्समा ढालेको हिसाबले तपाईहरुले नेपालीमा कसरी ढालेछ त्यो अनुसारले राम्रोसँग हेर्दै गर्नु होला है त ल हुन्छ यस्तै गरी राम्रोसँग धेवाहरू कण्ठ गर्नु छङ्म मुनालाई राम्रोसँग तयारी गर्नु हामी फेरि अगाडि दिनमा अर्को भिडियोहरू लिएर आउनेछौँ राम्रोसँग तयारी गर्नु होला दे ओ늘 여기까지 수고하셨습니다